तपाईको फेभरेट एक्टर तपाईको अगाडि मेरो अहिलेसम्म नेपालको कुनै पनि हिरो फेभरेट थिएन उहाँ हो। थ्याङ्क यू। तिमी हार्डकोर फ्यान हुनुहुँदो रहेछ है। कुराहरू मिल्यो? सबै मेरो कहानीको जिन्दगीको कहानी हो कि हाम्रो फिल्म अहिलेसम्म आएको थिएन क्या नेपालमा। फ्यान हुनुहुँदो रहेछ है। नरुनु, उहाँलाई देखेर रुनुभयो? हामी हजुरलाई भेट्न आएको नि। थ्याङ्क यू। हामीले हेरिसक्यौँ। हो कस्तो लाग्यो भने रियालिटीमा यस्तो हामी डुब्यौँ कि फिल्म भन्ने बिर्स्यौँ। अनि क्यारेक्टर चाहिँ रजपटमा अङ्कलले पनि देखाएको थियो त्यो त्यहाँबाट नै हामी इमोसनल भयो। अनि ठुलीलाई र गौँठीलाई र ठुलेको जुन क्यारेक्टर छ नि हामीले त्यो सधैँ हेर्दाखेरि रियल गरेर हामी डुब्यौँ के उसलाई सम्झाइरहेको थियो। नाम हो हाम्रो सो तपाईँलाई पनि सुनौँ न, विवाह पछाडिका हुन्छ नि अधुरा सपनाहरू केही थिए कि थिएनन् होइन? तपाईँको श्रीमान चाहिँ कतिको सपोर्टिभ हुनुहुन्छ? मेरो एकदम सपोर्टिभ हुनुहुन्छ। हामी 100मा सपोर्टिभ छ। उहाँले पनि गर्नुहुन्छ, पुरा गर्नुभएको छ आजसम्म, नगरेको केही पनि छैन। सबै पुरा भएको छ, खुसी एकदम ह्याप्पी। कस्तो लाग्यो तपाईँले? फिल्म चाहिँ जिन्दगीमा होइन सबैभन्दा फर्स्ट भन्न महिलाले जुन भोगेको कुराहरू हुन्छ नि त्यसलाई आफूले सपना देखेर गर्छु भने चाहिँ पुरा हुन्छ भने चाहिँ राम्रो भयो क्या। इमोसनल त उसलाई सम्झाइरहेको थियो, मै रुएँ पछि सक्दिनँ जस्तो लागेको थियो। पछि त लास्टमा एकदमै राम्रो हाँसेँ पनि बिचारे उसले धेरै इमोसनल नै भयो होइन, किन कहानी त्यस्तो थियो। जुन कहानीले हाम्रो नेपालको वातावरण भन्न एउटा चेलीलाई जुन व्यवहार गरिन्छ नि त्यो व्यवहारलाई उतारिएको छ क्या। एउटा पढाइमा एउटा लभ स्टोरीमा अब एउटा अशक्त मान्छेले पनि कस्तो किसिमको लभ, मलाई त लैलामा भन्दै हिँड्छ यो मुभी। एकले अर्कालाई माया गरे उसले बिचबिचमा हराउँछ नि, आज झुट बोल्छु बुट हुन्न आज बोल्छु रे होइन, त्यस्तो थियो। सही हो, एकदम बेस्ट। हजुर हजुर। तपाईँहरूलाई कस्तो लाग्यो गौँथली? त्यसो भन्नु पर्यो नि त। गाईको घिउ ओके। सो तपाईँहरूले योभन्दा अगाडि अरुणजी र सिमरनजीको फिल्म हेर्नु भएको थियो कि थिएन? अब चाहिँ यो फिल्म पछाडि उहाँहरूलाई फलो गर्नुहुन्छ? तपाईँ योभन्दा अगाडि कसको फ्यान हुनुहुन्थ्यो? कुराहरू मिल्यो? सबै मेरो कहानीको जिन्दगीको कहानी हो कि राम्रो चाहिँ लाग्यो फिल्म? राम्रो लाग्यो। गोठालो पनि मेरै कहानी हो। सबै मिल्यो है? हजुर। कस्तो लाग्यो तपाईँलाई चलचित्र? एकदम राम्रो लाग्यो। राम्रो लाग्यो? के कुरा राम्रो लाग्यो? कस्तो लाग्यो सानो नानीलाई फिल्म? कस्तो लाग्यो म्याम फिल्म? धेरै राम्रो। हजुर, के कुरा? अब आउने हाम्रो छोराछोरीले चाहिँ त्यस्तो दिनहरू नभोगोस् होइन। अब जति हामीभन्दा अगाडि भोग्यो अबको दिनमा चाहिँ गौँथली जस्तो चाहिँ अरू दिदीबहिनीले भोग्न नपरोस्। कस्तो लाग्यो म्याम फिल्म? एकदमै धेरै राम्रो लाग्यो। ठुलेले आफूले कर्तव्य निभाएको एकदम सही लाग्यो, राम्रो लाग्यो ल। एकदम धेरै राम्रो। यता सुनौ न, कस्तो लाग्यो? तपाईँ अझ रोकोरै हुनुहुन्छ है। के यस्तो राम्रो फिल्म अहिलेसम्म आएको थिएन क्या नेपालमा। के कुराले रुवायो तपाईँलाई? हेलो, मैले त्यसै फिल्म हेरेर त्यति रुन आउँदैन। उहाँलाई मेरो फेभरेट हिरो पनि हुनुहुन्छ। 81 आउनुभयो क्या अगाडिको, त्यही भएर रुन आयो। भेट्नु भयो तपाईँले हिरोलाई? हिरो यता हुनु भेट्नु भयो? भेटिसक्नु भयो? फोटो खिच्नु भइसक्यो? फोटो उहाँ तपाईँको एकदम फ्यान हुनुहुँदो रहेछ है। ल आउनुहोस् यतापट्टि। ठुलेलाई धेरै धेरै धन्यवाद। के भन्न चाहनुहुन्छ? आज तपाईँको फेभरेट एक्टर तपाईँको अगाडि हुनुहुन्छ है? के भन्न चाहनुहुन्छ? मेरो अहिलेसम्म नेपालको कुनै पनि हिरो फेभरेट थिएन उहाँ हो। थ्याङ्क यू। तिमी हार्डकोर फ्यान हुनुहुँदो रहेछ है। नरुनु, के कुराले रुवायो तपाईँलाई? उहाँहरू 81 अगाडि आउनुभयो क्या। उहाँलाई देखेर रुनुभयो? हामी हजुरलाई भेट्न आएको नि। थ्याङ्क यू सो मच यो मायाको लागि है। थ्याङ्क यू सो मच। दिनु म फोटोमा मलाई।
हामीलाई